हेलो हेलो जयसी नमस्ते सबैजना सचारी हुनुहुन्छ सबैजना। आज चाहिँ मैले आगोमा बनाएर सब्जी खानु लागेको छु। सब्जी बनाउने छु मैले आगो फुकेर, अनि फेरि फलामको कराईमा बनाएर, अनि इँटको कराई भन्छौँ है हामीले चाहिँ। त्यसमा एकदमै मिठो हुन्छ सब्जी, त्यही भएर त्यसमा आज आगोमा बनाएर खानु लागेको छु। त्यसैले हजुरहरूसँग सेयर गर्नु लागेको र म अब चाहिँ खाना पकाएपछि हजुरहरूसँग मेरो भिडियो राख्नेछु। मैले चाहिँ चुलोमा दाउरा हालिसकेको छु। अब म यसलाई सल्काएर कराई चाहिँ यसमा आज खाना बनाउने छु सब्जी। त्यस्तो मन गर ल मैले चाहिँ यहाँ आगो बाल्दैछु। अब चाहिँ यसमा आगो सल्काएर आगो सल्किँदैछ। मैले आगो सल्काउँदैछु, हेर्न सक्नुहुन्छ हजुरहरूले। मैले चाहिँ कराई बसालेको छु। आज फर्स्टचोटि हो नि त यसमा बनाउनु लागेको। यो नयाँ कराई हो। नयाँ कराईमा बनाउँदाखेरि चाहिँ यो इँटको कराईमा माटोहरू अनि अथवा गोबर के राखेर बनाइन्छ अरे यसमा। त्यही भनेको सुनेको थिएँ। मसँग चाहिँ गोबर छैन, गोबर नि हाल्दैन अहिले, माटो मात्रै हाल्नेछु। माटो हालेर अनि पानी हालेर उमाल्नेछु। मैले यसमा पानी राखेँ, अलिकति पानी राखेँ, अनि फेरि यसमा माटो राख्नेछु। माटो लिएको छु मैले अलिकति, माटो यसमा राख्नेछु र यसलाई मजाले राखेर भल 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 मजाले उमालेर यसलाई सर्लक्क यसलाई फालेर अनि फेरि यसलाई सर्लक्क हालेर अनि सब्जी बनाउने। पहिलाचोटि गरेँ, त्यसपछि अर्कोचोटि बनाउँदा यस्तो गर्ने। सुरुमा नयाँ भएको भएर यसलाई यसरी पकाउनु पर्छ कि पानी र माटो, त्यही भएर। आगो सल्किँदैछ, माटोलाई यहाँ आगो सल्किरहेछ। यहाँ चाहिँ माटो उम्रिन लाग्छ, आगोमा उम्रिरहेछ माटो। यसलाई मजाले यसरी उमालेर मैले खाना बनाउँछु। यसरी यसलाई पकाउने हो। यसलाई माटै फेरि हेर्नु होला, माटो पहिलाचोटि भाँडा बनाउनु लाग्यो त, यसलाई मजाले पकाउनुपर्छ। उम्रिँदैछ यहाँ, हेर्न सक्नुहुन्छ उम्रिएछ। बसरी यसलाई पकाउनुपर्छ। त्यसपछि बल्ल बेसरी पकाएपछि यसलाई उमालेर अनि बल्ल सब्जी बनाउने यसमा हालेर। र हेर्नुहोस् बेसरी उम्रेछ, आगो पनि मजाले बनेछ, हेर्न सक्नुहुन्छ कति मजाले बनेछ। मेरो बाबुले यहाँ सब्जीहरू काटेर मलाई रेडी बनाइदिन्छ नि, प्याज आलु अनि गुन्द्रुकले। मैले जे भनेको नि मान्छे नि, हेर्नु सबै सामान रेडी गराएछु नि। अब मैले हाल्छु यसरी जताततै यसलाई पुरानु पऱ्यो, पोखेर केही हुन्न। यो कुरा माथि माथि यता 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 यहाँ यहाँ जाँदैन भने त्यही भएर यसरी यसरी पोखेको क्या, सुक्दै गयो नि त त्यसै। अब यसलाई म उतार्छु यसरी, यसरी यसलाई यसरी फाल्छु।